अहिले एल्डर कैलाशलाई परमेश्वरले त्यो प्रफिटको वर्ड दिइराख्नु भएको थियो। हाम्रो जीवनको लडाइहरू परमेश्वरले कसरी लड्न गइराख्नु भएको छ। परमेश्वरले विशेष गरी फ्यामिलीहरूको बारेमा मसँग बोल्दै हुनुहुन्थ्यो। एल्डर कैलाशले ती कुरो भन्दै हुनुहुन्थ्यो अनि म त्यहाँ बसिरहेको थिएँ। मलाई परमेश्वरले कन्फर्मेसनको रूपमा दिइरहेको थियो। तपाईको परिवारको पक्षमा परमेश्वर हुनुहुन्छ। त्यो लडाई तपाईले लड्न पर्दैन, लडाई परमेश्वरले लड्नुहुनेछ। प्रस्थानको किताब 14:14 परमप्रभुले नै तिमीहरूको निम्ति लड्नुहुनेछ, तिमीहरू केवल स्थिर बस। यहाँ बस्दै गर्दा परमेश्वरले प्रफिटिक आवाज मलाई दिइराख्नु भएको थियो। तपाईहरु धेरै यस्तो परिवारहरू हुनुहुन्छ, तपाईको जीवनमा द्वन्द्व छ, त्यो ब्याटल, त्यो लडाइलाई तपाईले देखिराख्नु भएको छ। आजको दिन परमेश्वरको आवाज तपाईको लागि यो छ, तपाई स्थिर बस्नुहोस्, तपाई शान्त भएर बस्नुहोस् अनि तपाईको लडाई चाहिँ तपाईको परिवारको पक्षमा भएर परमेश्वरले लड्न गइराख्नु भएको छ। हामी जोडसँग ताली बजाउँदै परमेश्वरलाई प्रशंसा दियौँ। अझै जोडसँग गराउनु। हालेलुया। तपाईँ ग्यालेरीमा उनीहरू, यो हलमा उनीहरू अनि तपाईँ कतिजना अनलाइन हामीसँग कनेक्ट हुनुभएको छ, हामी सबैजना अझै जोडसँग गराउँ। प्रेज द लर्ड। अस्तिको हप्ता परमेश्वरले एउटा प्रफिटिक वर्ड दिनुभयो। दुईजना छोरीहरू यहाँ आउनुभयो। एउटा छोरीलाई मैले भेट्नु पाउँदा मलाई असाध्यै खुसी लाग्यो। यो छोरीले मलाई यसरी भन्छ, पास्टर बाबु म क्रिस्चियन होइन, मैले प्रभुको कुरा पनि त्यति जानेको छैन, तर जब परमेश्वर बोल्दै हुनुहुन्थ्यो म त्यो ठाउँमा थिएँ अनि मलाई के भयो भन्दाखेरि मेरो जीवनमा थुप्रो कुराहरू मिलेको थिएन। म गाह्रो स्थितिबाट भएर गइरहेको थिएँ। तर जब परमेश्वर बोल्न सुरु गर्नुभयो अनि मलाई लाग्यो मैले आफूलाई रोकेर थामेर राख्नै सकिनँ। अनि के परमेश्वरले मलाई साँच्चै नै माया गर्नुहुन्छ कि परमेश्वरले मलाई साँच्चै नै यसरी उहाँले मलाई वास्ता देखाउनुहुन्छ। अनि यो नानीले मलाई भन्दै थिए, यो छोरीले, मेरो जीवन त सही छैन, के परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ? अनि मैले उसलाई भन्दै थिएँ, परमेश्वर तिमीलाई प्रेम गर्नुहुन्छ। बडो आनन्दको कुरो। उसको जीवनमा जति पनि आफूलाई उसले कन्ड्याम गरिरहेको थियो उसको विगतको कारणले गर्दा, उसको फेलियरको कारणले गर्दा, तर जब ऊ परमेश्वरको उपस्थितिमा गयो, परमेश्वरको उपस्थितिले चाहिँ हामीलाई एस्युरेन्स दिन्छ, परमेश्वरको उपस्थितिले चाहिँ हामीलाई अँगाल्छ, परमेश्वरको उपस्थितिले चाहिँ हामीलाई डराउँछ अनि परमेश्वरको उपस्थितिले चाहिँ हाम्रो जीवनमा त्यो पिसलाई, त्यो शान्तिलाई फर्काएर ल्याउने काम चाहिँ गर्दछ। यति बेला हामीसँग अनलाइनमा धेरै प्रियहरू हुनुहुन्छ, इन्डियाको डिफ्रेन्ट स्टेटहरूबाट अनि बाहिरतिरबाट पनि, अनि उहाँलाई पनि हामी स्वागत जनाउँछौँ। हामी विलम्ब गरिराख्ने छैनौँ। हामीले विगत हप्ता जहाँ छोडेको थियौँ त्यहीबाट हामी सुरु गर्नेछौँ। हामीले अनोइन्टिङको बारेमा हामीले कन्टिन्यू सिरिज हामीले हेरिरहेको छौँ। धेरै समय भइसक्यो अनि आज पनि केही कुराहरू प्रभुले बोल्नु भएको कुराहरू म तपाईँलाई सेयर गर्नेछु। रिसेन्टली एउटा घटना, अचम्मको घटना के घट्यो भन्दाखेरि साँझको समयमा परमेश्वरले मलाई कसैको घरमा जान लागि परमेश्वरले मलाई भन्नुभयो अनि त्यो परिवार साँच्चै नै प्रार्थनाको साथमा मलाई बडो रोमाञ्च लाग्छ। प्रभुले यी दिनहरूमा धेरैको परिवारमा प्रभुले पठाइराख्नु भएको छ अनि यो हप्ता मात्र हामी गएनौँ। अनि त्यो परिवारमा जाँदै गर्दाखेरि प्रभुले मलाई यसरी भन्नुभयो, यो परिवारको लागि मैले केही कुराहरू दिएको छु अनि त्यो कुराहरू तैँले रिलिज गर्नुपर्छ, एक्टिभेट गर्नुपर्छ। अनि जसै साँझको समय म त्यो परिवारसँग पुगेँ, हामी लामो बसेर बातचित गऱ्यौँ। प्रभुले गरिराख्नु भएको कुराहरू एउटा पछि अर्को, प्रभुले यो दिनहरूमा के गर्दै हुनुहुन्छ, कसरी तयारी गर्दै हुनुहुन्छ अनि हामीलाई बोल्न लगाउनु भयो। अनि मलाई थाहा भयो प्रभुले मलाई भन्दै हुनुहुन्थ्यो, जब हामी परमेश्वरको बारेमा चर्चा गर्दै थियौँ अनि प्रभुले मलाई भन्नुभयो, यो दुईजना व्यक्तिको हृदयमा म तयारी गर्दैछु, म केही कुराहरू ल्याउँदैछु अनि तयारी गर्दैछु। अनि जसरी प्रभुको बारेमा हामी कुरा गर्न सुरु गऱ्यौँ अनि त्यसपछि मेरो घर फर्किने समय आयो अनि त्यसपछि मैले भने म तपाईँको लागि प्रार्थना गरिदिन्छु। अनि त्यो प्रार्थना गरिदिन्छु भन्दा पनि त्यो परिवारका आमाले भने हाम्रो लागि प्रार्थना गरिदिनुहोस्। उहाँको इच्छा थिएछ मैले चाहिँ लामो प्रार्थना गरोस् भन्ने उहाँ चाहनुहुन्थ्यो, तर म चाहिँ अलिक छिटै निस्किनु मैले सोचिरहेको थिएँ। अनि जब प्रार्थना गर्नु सुरु गऱ्यौँ अनि प्रभुले एउटा प्रोफेटिक प्रार्थना दिनुभयो। तपाईँको साथीलाई प्रोफेटिक प्रार्थना भनेर भन्नु होला। यो पनि गिफ्ट अफ प्रोफेसीको बारेमा हामीले धेरै अध्ययन गरिरहेका छौँ। यो गिफ्ट अफ प्रोफेसी हामीलाई किन चाहिन्छ भन्दाखेरि नि समटाइम्स हाम्रो ज्ञानले, हाम्रो बुद्धिले, हाम्रो म्यासेजहरू जब प्रिपरेसन गर्छौँ, तयारी गर्छौँ,
यसले सबैको हृदयलाई छुनु सक्दैन। तर जब गिफ्ट अफ यो प्रोफेसी चल्न सुरु हुन्छ नि, अनि प्रोफेटिक मेसेजहरू जब बाँडिन्छ नि, त्यसले हरेकको आवश्यकतालाई पुरा गर्छ। मसँग आमेन भनेर भन्नु होला। त्यो गर्दा हाम्रो मेसेजहरू चाहिँ प्रोफेटिक मेसेज हुनुपर्छ। हामीले तयारी गरेको मेसेज सीमित हुन्छ, तर जो पवित्र आत्मा हामी भित्र हुनुहुन्छ उहाँ असीमित हुनुहुन्छ, उहाँ लिमिटलेस गॉड हुनुहुन्छ। अनि जब प्रोफेटिक मेसेजहरू तयार गरिन्छ भने हरेकको आवश्यकता अनुसार परमेश्वर बोल्न सुरु गर्नुहुन्छ। अनि त्यो साँझको प्रार्थना प्रोफेटिक प्रार्थना थियो। अनि जसरी मैले प्रार्थना सुरु गरेँ अनि प्रभुले त्यो परिवारको बारेमा बोल्न सुरु गर्नुभयो। अनि त्यो प्रार्थना नर्मल प्रार्थना थिएन, त्यो प्रार्थना स्वर्गले लिड गरेको प्रार्थना थियो। अनि त्यो प्रार्थनामा त्यो परिवारको आवश्यकता र प्रार्थना जे कुराहरू उनीहरूले मागिरहेको थियो, प्रार्थना गरेको थियो, त्यही बारेमा प्रार्थना भइरहेको थियो। अनि जब प्रार्थना हुन सुरु भयो, त्यो घरको आमा यति ज्यादा रुन सुरु गरे, यति ज्यादा रुन सुरु गरे, ऊ थामी नै सकेन। यति ज्यादा त्यो गाउँ नै झन् थर्किने गरी रुँदै थियो, आफूलाई कन्ट्रोलै गर्न सकेन। अनि त्यसपछि प्रार्थना छिटो छिटो सिद्धिएपछि म त्यो घरबाट निस्केर आएँ। अनि घरबाट म अलिकति डाँडातिर आउँदा पनि त्यो आवाज आइरहेको थियो, रुइरहेको आवाज मैले सुनिरहेको थिएँ। म घरमा आएँ। अनि घरमा हामी खाना खानु बस्यौँ। अनि केही समयपछि घरको बाउले फोन गर्छ र मलाई भन्छ, पास्टर मेरो श्रीमती अहिले मात्रै थामियो है, यति ज्यादा प्रभुको हेभी प्रेजेन्स आयो, यति ज्यादा परमेश्वरको हेभी प्रेजेन्स आयो। अनि त्यसपछि फोनमा मलाई भन्न सुरु गर्नुभयो उनीहरूले के कुरो प्रार्थना गरिरहेको थिए, के कुरो यो समयमा मागिरहेको थिए। अनि त्यसपछि प्रभुले कसरी मैले प्रार्थना गर्दै गर्दा उनीहरूसँग प्रोफेटिक कुराहरू देखाउनु भयो। अनि यो छोरीले यसरी प्रार्थना गरिरहेको थियो, प्रभु सबैजना भर्छ चर्चमा, म पनि भरिन चाहन्छु, म पनि बेहिसाब तपाईँको अभिषेकले म भरिन चाहन्छु, मलाई भर्नुहोस् पनि छोरीले प्रार्थना गरिरहेको थियो। अनि परमेश्वरले त्यो साँझको समय भर्नुभयो। बाइबलले भन्छ परमेश्वरमा कुनै पार्सिलिटी छैन, उहाँले हामी हरेकलाई भर्नुहुन्छ, हामी हरेकलाई उहाँले भर्न चाहनुहुन्छ। अनि त्यो कारणले गर्दा यो दिनहरूमा अब हामी तयारी हुनुपर्ने समयहरू छ। परमेश्वरले उद्योग र अचम्मको कार्य उहाँले हाम्रो जीवनमा उहाँले गरिराख्नु भएको छ। अनोइन्टिङले कसरी योगलाई अथवा जुवालाई बचाउने काम गर्छ। अनि हाम्रो जीवनमा यदि जुवाहरू भाँचिनु हो भने, समस्या परिस्थिति कुनै पनि जुवाहरू, शत्रु लिएको जुवाहरू भाँचिनु हो भने चाहिँ हाम्रो जीवनमा त्यो अभिषेक, त्यो अनोइन्टिङ आउनै पर्छ र हामी त्यो अनोइन्टिङमा हामी जिउनै पर्छ। यदि ख्रिस्ट चाहिँ ओभरफ्लो हुनुभयो हो भने चाहिँ हाम्रो जीवनमा, ख्रिस्ट चाहिँ हाम्रो जीवनमा बग्नु हो भने चाहिँ हाम्रो जीवनमा त्यो अनोइन्टिङ आउनै पर्छ। अनि ख्रिस्ट चाहिँ अनोइन्टिङ हुनुहुन्छ। मसँग आमेन भनेर भन्नु होला। र हाम्रो जीवनमा अनोइन्टिङको रूपमा ख्रिस्ट चाहिँ बग्न चाहनुहुन्छ। अनि यदि हाम्रो जीवनमा भएको अनोइन्टिङलाई, अभिषेकलाई हामीले इन्क्रिज गर्नु हो भने, बढाउनु हो भने चाहिँ परमेश्वरको उपस्थितिमा हामीले टाइमहरू स्पेन्ड गर्नुपर्छ, बिताउनुपर्छ। एउटा क्वालिटी टाइम चाहिँ उहाँको उपस्थितिमा चाहिँ हामीले बिताउनु चाहिँ पर्छ। जब उहाँको उपस्थितिमा समय बिताउन थाल्छ भने अभिषेकले चाहिँ हाम्रो जीवनमा हिलिङ ल्याउँछ, चङ्गाइ ल्याउँछ। मैले अस्तिको हप्ता एउटा छोरीको बारेमा भन्दै थिएँ, उसको जीवनमा थुप्रै बिमारी थियो, थुप्रै कुराहरू मिलेको थिएन, तर जब त्यो अनोइन्टिङले उसको जीवनमा उसले रिसिभ गरे त्यसपछि उसको जीवनमा कम्प्लिटली परमेश्वरले हिलिङ दिनुभयो। अनि त्यसपछि मैले तपाईँलाई अर्को कुरा भन्दै थिएँ, जब तपाईँको जीवनमा अनोइन्टिङ आउँछ, अनोइन्टिङले चाहिँ तपाईँको लाइफलाई चेन्ज गर्छ, परिवर्तन गर्छ। अनि तपाईँलाई परमेश्वरले त्यो रेभुलेसन दिन सुरु गर्नुहुन्छ। मसँग आमेन भनेर भन्न होला। रेभुलेसनको बारेमा हामीले बुक अफ एक्सोडसबाट पढ्दै थियो, 25:6मा, 25:6मा त्यहाँ ओइल चाहिँ जब हालिन्छ, ओइलले चाहिँ एउटा लाइटलाई दिने काम गर्छ, यसले चाहिँ उज्यालो ल्याउने काम चाहिँ गर्छ। त्यसरी नै अभिषेकले चाहिँ हाम्रो जीवनमा चाहिँ त्यो रेभुलेसनलाई, प्रकाशलाई ल्याउने काम गर्छ। तपाईँले गोप्य कुराहरू, नदेखेको कुराहरू, अनुभव नगरेको कुराहरू, नबुझेको कुराहरू चाहिँ त्यो कुराहरू चाहिँ प्रकाशमा आउन सुरु हुन्छ। र अर्को कुरा मैले तपाईँलाई भनेको थिएँ, जब हामी अनोइन्टिङमा जिउन सुरु गर्छौँ त्यहाँ प्रोभिजनलाई देख्न सुरु गर्छौँ। मसँग आमेन भनेर भन्नु होला। अघि एल्डर कैलाशले प्रार्थना गर्दै थिए, एउटा विडो थियो, एउटा विधुवी थियो, उसको जीवनमा गाह्रो स्थितिमा त्यो समयमा थियो, फ्यामिन आएको थियो इजरायलमा। अनि बाइबल यसरी भन्छ परमेश्वरले एलाइजालाई पठाउनु भयो अनि त्यहाँ परमेश्वरको प्रोभिजनलाई उनीहरूले देखेको छ। जब तपाईँ अभिषेकमा जिउन सुरु गर्नुहुन्छ, तपाईँको जीवनमा भएको ऋणमुक्त जीवन जिउन सुरु गर्नुहुन्छ। मसँग आमेन भनेर भन्नु होला। यदि तपाईँ ऋणमा हुनुहुन्छ भने तपाईँले प्रार्थना गर्नुहोस्, प्रभु तपाईँले मलाई त्यो अभिषेक दिनुहोस् भनेर। किनकि 2 किङ्सबाट अस्ति हामीले पढ्दै थियौँ 4:1-7सम्म, त्यहाँ पनि एउटा विडोको बारेमा पाउँछौँ, विधुवीको बारेमा पाउँछौँ। अनि उसको छोरोहरू चाहिँ कसरी एउटा साहुले चाहिँ कसरी लान लागेको थियो, किनकि उसले
जो पेमेन्ट गर्नु पर्थ्यो, पैसा तिर्नु पर्थ्यो, तिर्न सकिरहेको थिएन। तर परमेश्वरले कसरी सुपर नेचुरली मल्टिप्लाई गर्नुभयो र उसको सबै ऋणहरू चाहिँ त्यहाँ छुटकारा भएको छ, मुक्त भएको छ। जब तपाईँ अनोइन्टिङमा जिउन सुरु गर्नुहुन्छ, तपाईँको ऋण चाहिँ क्यान्सल हुन्छ। मसँग आमेन भनेर भन्नुहोला। अर्को चाहिँ डेलिभरेन्स, छुटकारा आउँछ। हाम्रो जीवनमा धेरै कुराको स्ट्रङ होल्ड हाम्रो जीवनमा हुन्छ। तपाईँको थट प्रोसेसलाई नै बदलाइदिन्छ। धेरैपल्ट नै हाम्रो जीवनमा थुप्रै कुराहरू हुन्छ। अघि एलके कैलाशले भन्दै गर्दा मलाई साह्रै रमाइलो लाग्यो। बुक अफ आइजियामा पढ्नुभयो भने 66मा पढ्नुभयो भने नि, अब आउँदो सिरिज चाहिँ मैले त्यही सुरु गर्दैछु। त्यो इमेजिनेसनको पावर कति ठुलो छ, कल्पनाको शक्ति। अनि बाइबलमा चाहिँ मानिसहरूले त्यो एक्सपेक्टेसनको साथमा परमेश्वरको उपस्थितिमा जाँदै गर्दा उनीहरूको जीवनमा हिलिङ आएको छ, उनीहरूको जीवनमा मिराकल भएको छ, उनीहरूको जीवनमा अद्भुत र आश्चर्य कर्म परमेश्वरले गर्नुभएको छ। एउटा स्त्रीको बारेमा तपाईँले पाउनुहुन्छ, धेरै समयसम्म रगत बग्ने स्त्री, साइकिक र डक्टरसँग कन्सल्ट गरेको, सबै कुरो सिद्ध आएको, ब्याङ्क्रप्ट भएको, त्यो स्थितिमा हामी देख्न सक्छौँ। तर बाइबल यसरी भन्छ, त्यो स्त्रीले चाहिँ भनिरहे, इमेजिनेसन गरिरहे, म चाहिँ यसुलाई छुएँ भने म निको हुनेछु। अनि त्यसपछि त्यो स्त्री निको भएको छ। मसँग आमेन भनेर भन्नुहोला। अब तपाईँको विचारहरूलाई सही जग्गामा लाउनुहोस्। मसँग आमेन भनेर भन्नुहोला। अनि मैले मेरो लाइफमा पनि थाहा गरेको छु, कोही बेला म पलङमा लडिरहेको हुन्छु, अनि के विचारहरू आउँदै गर्दा मेरो विचारहरूलाई म सही जग्गामा ल्याउने कोसिस गर्छु। पवित्र आत्माको अधीनमा, पवित्र आत्माको नियन्त्रणमा। तपाईँको विचार यति शक्तिशाली छ, तपाईँको साथीलाई शक्तिशाली छ भनेर भन्नुहोला। अनि तपाईँले धेरै कुराहरू तपाईँको जीवनमा गर्न सक्नुहुन्छ। बुक अफ आइजियामा घरमा गएर तपाईँले पढ्नु होला। 66मा तपाईँले पढ्नु भने यसरी पाउनुहुन्छ। अन्तिम वर्षहरूमा यसरी लेखेको छ, तिनीहरूको इमेजिनेसनको कारणले गर्दा, तिनीहरूको कल्पनाको कारणले गर्दा मैले यो कार्य चाहिँ तिमीहरूको लाइफमा मैले गरिरहेको छु, तिमीहरूको जीवनमा मैले गरिरहेको छु। परमेश्वरको हस्तक्षेप हाम्रो जीवनमा आउँछ, तर सही इमेजिनेसन तपाईँले गर्न सुरु गर्नुभयो भने। अर्को चाहिँ तपाईँले बाइबलमा पढ्दै गर्दाखेरि मैले अस्ति तपाईँलाई भन्न बिर्सेको थिएँ, तपाईँको फेथलाई चाहिँ नि, विश्वासलाई चाहिँ एक्टिभेट गर्ने काम गर्छ अनि रिलिज गर्ने काम गर्छ। बुक अफ आइजियामा आउँदा हामी बुक अफ आइजियामा स्लाइडमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। यसै किताबमा त्यो भर्सलाई हामी पढिराख्नु जस्तो लाग्यो। अनि 21को 5मा तपाईँले पढ्नुभयो भने त्यही यसरी पाउनुहुन्छ, तिनीहरूले टेबल तयार गर्छन्, गलैँचा बिछ्याउँछन्, खान्छन् र पिउँछन्। हे अधिकृत हो, उठ, ढालमा तेल लगाओ। तपाईँको साथीलाई ढालमा तेल लगाओ भनेर भन्नु होला। जोडसँग भन्नुहोस् त, ढालमा तेल लगाओ भनेर। ढाडमा होइन है, ढालमा हो। बाइबलले भन्छ विश्वासको के उठाऊ भन्नुहोस् त। अनि बाइबलले मजाको कुरो के भन्छ भन्दाखेरि त्यो विश्वासको ढालमा चाहिँ तेल लगाऊ। मसँग तेल लगाऊ भनेर भन्नु होला। आजको दिन तपाईँले एउटा कुरो बुझ्नुपर्ने कुरा चाहिँ, जब तपाईँ त्यो अभिषेकमा जिउन सुरु गर्नुहुन्छ, अभिषेकले चाहिँ तपाईँमा भएको फेथलाई, विश्वासलाई एक्टिभेट गर्छ, तपाईँको साथीलाई एक्टिभेट गर्छ भनेर भन्नु होला। एक्टिभेट मात्र गर्दैन, त्यसले रिलिज गर्ने काम गर्छ। तपाईँको साथीलाई रिलिज भनेर भन्नु होला। अनि त्यो चाहिँ मरेको विश्वास हुँदैन, त्यो विश्वास चाहिँ जीवित विश्वास हुन्छ। सो त्यो कारणले गर्दा बुक अफ आइजियामा हामीले पढ्दै गर्दाखेरि यो भर्समा के पायौँ भन्दाखेरि, त्यो ढालमा चाहिँ तिमीले के गर, तिमीले तेल लगाऊ। राइज अप क्याप्टन भनेर भनेको छ, क्याप्टन सल्लाह भनेको छ, राइज अप भनेर भनेको छ, अब खडा हो। अनि तिमीहरूको शिरमा चाहिँ ओइल लगाऊ, तेल लगाऊ। मसँग आमेन भनेर भन्नु होला। तपाईँको शिरमा यसरी हात राख्नुहोस् त, अब म त्यो ओइल चाहिँ लगाउँछु भनेर भन्नु होला। प्रेज द लर्ड, प्रेज द लर्ड। परमेश्वरले मलाई यसरी भन्नुभयो। हिजो मात्र एकजना पास्टर बुवासँग राति हामी प्रार्थना गर्दै थियो। पास्टरले मलाई भन्छ, मेरो लागि प्रार्थना गरिदिनुहोस्। अनि प्रार्थना गर्दै गर्दाखेरि प्रफिटिक कुराहरू प्रभुले दिन सुरु गर्नुभयो। उसको फेथलाई रिलिज गर्न परमेश्वरले लगाउनु भयो, एक्टिभेट गर्नको लागि बोल्न लगाउनु भयो। अनि जब मैले बोल्दै थिएँ अनि प्रभुले यति साह्रो शक्तिशाली प्रेजेन्स त्यो ठाउँमा ल्याउनु भयो। अनि पास्टर फोनमै रुन सुरु गए। अनि मैले उसलाई एउटै प्रश्न सोधेँ, तिमीले तिम्रो लाइफमा त्यो ग्लोरियस डेजहरूको लागि के तिमीले प्रार्थना गरेका छौ? त्यो महिमित दिनहरूको लागि तिमीले प्रार्थना गरेका छौ? यो पास्टरले रुँदै रुँदै भन्छ, हो मैले प्रार्थना गरेको छु। अब परमेश्वरले त्यो महिमित दिनहरू तिम्रो जीवनमा देखाउन गइराख्नु भएको छ। के तिमी तयारी छौ भनेर मैले चिच्चाउँदै उसलाई भन्दै थिएँ। अनि यो भाइले मलाई भन्छ, म तयारी छु। म चिच्चाउँदै मलाई भन्दै थियो, म तयारी छु। अनि आजको दिन म तपाईँहरूको जीवनमा यो प्रोफेटिक कुराहरू घोषणा गर्न चाहन्छु।
अब तपाईँको जीवनमा, तपाईँको परिवारमा, तपाईँले गर्दै गरेको हरेक कुराहरूमा परमेश्वरले त्यो ग्लोरियस दिनलाई देखाउन गइराख्नु भएको छ। यो तपाईँको लागि। अर्को चाहिँ ब्लेसिङ। तपाईँको साथीलाई ब्लेसिङ भनेर भन्नु होला। अहिले समय छैन त्यो बारेमा नहेरौँ, किनकि बाइबलमा यसरी पढ्छौँ। बुक अफ साममा पढ्यौँ भने 133 मा त्यो हारुनको त्यो शिरबाट बगेको त्यो अभिषेकको बारेमा, ओइलको बारेमा हामी त्यहाँ पाउँछौँ। अनि त्यसपछि त्यहाँनिर कमान्डेड ब्लेसिङ्सको बारेमा पाउँछौँ, बोल्नु भएको आशिषको बारेमा त्यहाँ पाउँछौँ। परमेश्वरले कमान्ड गर्नुभएको ब्लेसिङ त्यहाँनिर हामी पाउँछौँ। अनि परमेश्वर यो आशिषहरू चाहिँ तिमीहरूमा आउँछ भनेर उहाँले भन्नुभएको छ। अनि जब तपाईँको जीवनमा तपाईँले त्यो अनोइन्टिङमा जिउन सुरु गर्नुहुन्छ भने त्यो ब्लेसिङले तपाईँलाई चेज गर्न सुरु गर्छ। मसँग आमेन भनेर भन्नु होला। तपाईँको हरेक कुराहरू चाहिँ पुरा भएको तपाईँले देख्नुहुनेछ। र आजको दिन चाहिँ म 2-4वटा पोइन्ट्सहरू तपाईँलाई बताउनेछु अभिषेकले के गर्छ भन्ने कुराहरू। नम्बर 1 मा लेखिराख्नुहोस्। अभिषेकले चाहिँ विशेष गरी के कुरोलाई क्यारी गर्छ, बोक्छ भनेको डिभाइन पावर र अथोरिटीलाई बोकेर हिँड्ने काम गर्छ। जब तपाईँको जीवनमा त्यो अनोइन्टिङ एक्टिभेट हुन्छ, जब तपाईँको जीवनमा त्यो अनोइन्टिङ आउँछ नि, त्यहाँ तपाईँले डिभाइन पावर र डिभाइन अथोरिटीलाई तपाईँले देख्न सुरु गर्नुहुन्छ। मसँग आमेन भनेर भन्नु होला। अनि तपाईँले गर्दै गरेको कुराहरूमा नि जब तपाईले डिभाइन अथोरिटीमा भएर बोल्न सुरु गर्नुहुन्छ नि, बाइबलले भनेको छ यदि तिमीले यो पहाडलाई बोल्यौ भने त्यो पहाड मिल्केर जानेछ। यदि तिमीले समस्यालाई बोल्यौ भने, यदि तिमी बिमारीलाई बोल्यौ भने, प्रभु आफैले पनि पत्रुसको सासू चाहिँ ज्वरोले थलिएका थिइन् अनि उहाँले हकार्नु भयो त्यो ज्वरोको आत्मालाई। अनि त्यति नै बेला त्यो ज्वरोको स्पिरिटले चाहिँ पत्रुसको सासूको शरीरलाई छोडेर गएको छ। अनि तपाईँको जीवनमा जब तपाईँ अनोइन्टिङमा, अभिषेकमा जिउन सुरु गर्नुहुन्छ नि, तपाईँको जीवनमा त्यो डिभाइन अथोरिटी तपाईँले देख्न सुरु गर्नुहुन्छ। मसँग आमेन भनेर भन्नु होला। अनि त्यो डिभाइन पावरलाई पनि देख्न सुरु गर्नुहुन्छ। तपाईँको साथीलाई हेरेर डिभाइन पावर एन्ड अथोरिटी भनेर भन्नुहोस् त। वाह, कति राम्रो। जब तपाईँ त्यो अभिषेकमा जिउनुहुन्छ नि, तपाईँको जीवनमा त्यो डिभाइन पावरलाई तपाईँले देख्नुहुन्छ। एउटा छोरीले मलाई यसरी फोन गरेर भन्छ, पास्टर बुवा प्रार्थना गरिदिनुहोस्, मेरो छोरी साह्रो बिमारी अवस्थामा छ, दाँत दुखिरहेको छ, आमालाई तकलिफ के हुन्छ अहिले भन्दाखेरि भोलि स्कुल जान्छ कि जाँदैन भनिकन, होइन। अनि मलाई प्रार्थनामा लगाउनु भयो। अनि मैले फोनबाट प्रार्थना गर्थेँ। अनि प्रार्थना गर्दा गर्दै यो छोरी निको भएछ। अनि बिहान उसको आमाले मलाई फोन गरेर भन्छ, पास्टर बुवा तपाईँले हिजो प्रार्थना गरिदिनु भयो, यो छोरी निको भयो, त्यति नै बेला निको भयो, अनि अहिले स्कुल पनि गइसकेकी छिन्। अनि अर्को कुरा चाहिँ के भन्छ भन्दाखेरि आमाले, मैले बेलुका एउटा सपना देखेँ, अनि सपनामा चाहिँ मैले ठुलो साँप र अजिङ्गर चाहिँ मैले देखेँ, र अजिङ्गरलाई चाहिँ मैले मारेँ। यति साह्रो मैले त्यो स्थितिमा यसलाई मारेँ, अनि त्यसलाई मैले टुक्रा 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 पारेँ। अनि मैले सोधेँ, तिमी साँच्चै नै फिजिकली शरीरमा हेर्नु तिमी कस्तो खालको छोरी हो भन्दाखेरि चाहिँ साँच्चै नै मुसासँग पनि डराउने अरे। तर परमेश्वरले यति ठुलो आँट दिनुभयो, उसले अजिङ्गरलाई पनि मारे। मसँग आमेन भनेर भन्नु होला। त्यो कारणले गर्दा नि तपाईँको जीवनमा जब त्यो अनोइन्टिङमा तपाईँ जिउन सुरु गर्नुहुन्छ भने तपाईँको जीवनमा डिभाइन पावर आउँछ। मसँग आमेन भनेर भन्नु होला। कुनै परिस्थितिले तपाईँलाई लडाउन सक्दैन, कुनै समस्याले तपाईँलाई लडाउन सक्दैन, किनकि तपाईँको जीवनमा त्यो डिभाइन पावर आउँछ। तपाईँ शक्तिशाली व्यक्ति बन्नुहुन्छ। अर्को कुरा चाहिँ अनोइन्टिङले मान्छेलाई इक्विप गर्ने काम गर्छ र एम्पावर गर्ने काम गर्छ, तपाईँलाई सुसज्जित पार्ने काम गर्छ, परमेश्वरको विललाई, परमेश्वरको इच्छालाई पुरा गर्नको लागि। हामी हरेकको जीवनमा परमेश्वरको इच्छा छ, योजना छ। अब त्यसलाई पुरा गर्नको लागि चाहिँ अनोइन्टिङले, अभिषेकले तपाईँलाई इक्विप पनि गर्छ, एम्पावर गर्ने काम पनि गर्छ। यी दिनमा हामी धेरैले प्रार्थना गरेछौँ, प्रभु तपाईँको इच्छालाई म पुरा गर्न चाहन्छु, तपाईँको विल, तपाईँको इच्छा मेरो जीवनमा जे कुरो राख्नु भएको छ म पुरा गर्न चाहन्छु। यदि तपाईँ पुरा गर्नु तपाईँ चाहनुहुन्छ भने प्रभुलाई भन्नुहोस्, प्रभु तपाईँको अनोइन्टिङ मेरो जीवनमा खन्याउनुहोस्। जब त्यो अनोइन्टिङमा हिँड्न थाल्नुहुन्छ नि, वक गर्न थाल्नुहुन्छ नि, अनि अनोइन्टिङले तपाईँलाई इक्विप गर्छ अनि तपाईँलाई एम्पावर गर्ने काम चाहिँ, शक्ति दिने काम र सुसज्जित बनाउने काम चाहिँ तपाईँलाई गर्छ। पवित्र आत्माको अभिषेकले तपाईँलाई परमेश्वरको इच्छालाई फुलफिल गर्नको लागि, त्यो पर्पोजलाई पुरा गर्नको लागि तपाईँलाई सक्षम बनाउँछ। वाह, कति रमाइलो कुरा। तपाईँको साथीलाई सक्षम बनाउँछ भनेर भन्नु होला। किनकि पवित्र आत्माको अभिषेक जब हाम्रो जीवनमा आउँछ भने परमेश्वरको पर्पोजलाई हामी पुरा गर्न हामीलाई गाह्रो पर्दैन, हामीलाई भारी पर्दैन, हामीलाई सहज हुन जान्छ। इभन तपाईँको नेचुरल
ट्यालेन्ट्सहरू, तपाईँको स्किल्सहरूलाई इन्हान्स गर्ने काम पनि पवित्र आत्माको अभिषेकले नै गर्दछ। तपाईँको जीवन भएको सिपहरूलाई, तपाईँको जीवन भएको प्रतिभाहरूलाई बढाउने काम पनि अनोइन्टिङले गर्दछ। मसँग आमेन भनेर भन्नुहोला। जब तपाईँको जीवनमा त्यो अनोइन्टिङमा तपाईँ जिउन थाल्नुहुन्छ भने नि तपाईँको जीवन भएको स्किलहरू, त्यो नेचुरल स्किलहरू चाहिँ, त्यो ट्यालेन्ट्सहरू चाहिँ बढेर जान्छ। मसँग आमेन भनेर भन्नुहोला। धेरै मान्छेले आफ्नो लाइफमा उनीहरूले डिस्कभर गरेको हुँदैन। मलाई धेरैले भनेको छ, पास्टर बाबु म लेख्न सक्छु, म बोल्न सक्छु, मैले यो कुरो गर्न सक्छु भन्ने कुरो मलाई थाहा थिएन। तर जब पवित्र आत्मा शक्तिको रूपमा मेरो जीवनमा ओर्लनु भयो, खनिनु भयो, पवित्र आत्माको अभिषेकले जब मैले मेरो जीवनमा मैले अनुभव गरेँ, त्यसपछि मलाई थाहा भयो म गाउन पनि सक्दो रहेछु, म बजाउन पनि सक्दो रहेछु। अनि मलाई परमेश्वरले थुप्रै प्रतिभाहरू दिनुभएको रहेछ। जोडसँग ताली बजाएर परमेश्वरलाई महिमा दियो। यस्ता भन्ने मान्छेहरू मैले धेरै सुनेको छु। त्यो कारणले गर्दा अनोइन्टिङमा, परमेश्वरको अनोइन्टिङमा हिँड्ने मानिसहरू चाहिँ सक्षम मात्र हुँदैन, तर उनीहरूको ट्यालेन्ट्सहरूलाई पनि उनीहरूको प्रतिभाहरूलाई पनि उनीहरूले छेन्छ। अनि परमेश्वरले चाहनु भएको व्यक्ति भइकन परमेश्वरलाई उसले महिमा दिन्छ। अभिषेकले जहिले पनि तपाईँलाई प्रोटेक्सन गर्ने काम गर्छ। मसँग आमेन भनेर भन्नु होला। अभिषेकले तपाईँलाई प्रोटेक्ट गर्ने काम गर्छ। अनोइन्टिङले मानिसलाई प्रोटेक्ट गर्ने काम गर्छ। बुक अफ साम, भजनको किताब 105 को 15 मा पढ्नुभयो भने, 105 को 15 मा पढ्नुभयो भने यसले लेख्छ, मेरो अभिषेक भएकालाई नछुओ, मेरो अगमवक्ताहरूलाई केही हानि नगर। डु नट टच माई अनोइन्टेड वन्स। मेरो अभिषेकतालाई नछुओ, हिजो प्रभुले आज्ञा गर्नुभएको छ। अनि शत्रुले नि तपाईँको अगेन्स्टमा खडा हुनै सक्दैन, किनकि प्रभुले अघिबाट कमान्ड गर्नुभएको छ। प्रभुले भन्नुभएको छ, डु नट टच माई अनोइन्टेड वन्स, अथवा मेरो अभिषेकतालाई नछुओ। तपाईँको साथीलाई छुएर भन्नु होला, हामी अनोइन्टेड छौँ भनेर भन्नु होला। अनि त्यो कारणले गर्दा जब तपाईँ त्यो अभिषेकमा तपाईँ जिराख्नुहुन्छ भने शत्रुले तपाईँलाई छुनै सक्दैन। अनि बाइबलमा तपाईँले एउटा घटना, मजाको घटना पाउनुहुन्छ, मलाई साह्रै मनपर्छ। समय छ भने हामी पढ्न सक्थ्यौँ, तर आज हामीसँग समय छैन। अनि त्यो भर्सलाई एउटा भर्सलाई मात्र लिनेछु, तर तपाईँले घरमा गएर मिस नगर्नुहुने भर्स तपाईँले पढ्न सक्नुहुन्छ। कसरी सामुएलले चाहिँ, सामुएलको किताबमा दाउदले चाहिँ सावलको सामना गर्नु पर्यो। अनि सावलले चाहिँ भेकुरा जस्तै बाइबलले भन्छ दाउदलाई खेदेको छ, चेस गरेको छ। यति गाह्रो स्थितिमा हामी देख्छौँ उसलाई मार्नको लागि, अनि उसलाई विभिन्न ठाउँमा खोजेको छ। अनि दाउद चाहिँ भाग्न परेको छ किङ सावलले। त्यो स्थितिमा एउटा यस्तो खालको समय आउँछ, अहिले त्यो बारेमा हामी चर्चा गरिराख्ने छैनौँ। 1 सामुएल 24 मा तपाईँले पढ्नुहुन्छ भने 1 देखि लिएर तपाईँले पढ्दै जानुहुन्छ भने सावलले चाहिँ, दाउदले चाहिँ, किङ डेभिडले चाहिँ सावलको जीवन छोडिदिएको कुरा हामी पाउँछौँ। एउटा यस्तो ठाउँमा आइपुग्छ, अनि आइपुग्दाखेरि अचानक सावललाई चाहिँ दिशा लाग्छ, ऊ बाहिर जानुपर्ने हुन्छ। अनि दिशा बस्नको लागि एउटा गुफाभित्र, एउटा केभभित्र पस्दाखेरि यो मान्छे एक्लै भएको हुन्छ। अनि दाउदले एउटा मौका पाउँछ, अनि त्यो मौकालाई उसले के गर्छ भनेदेखि बाइबलमा हामी पाउँछौँ लुगाको सानो टुक्रालाई मात्रै काटिदिएको छ। सावलको सानो लुगाको टुक्रालाई मात्र उसले काटिदिएको छ। अनि मानिसहरूले उसलाई उस्काएको छ, उसको मानिसहरूले, आज तपाईँको शत्रु तपाईँको हातमा छ, तपाईँले त खास्टोको छेउ मात्रै काटिदिनु भयो। खासमा यो मान्छेको लागि तपाईँले प्रतिशोध लिन सक्नुहुन्थ्यो, तपाईँले बदला लिन सक्नुहुन्थ्यो भन्दाखेरि तिनले भर्स 5 मा यसरी भनेको छ, तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। तपाईँको साथीलाई विवेकले सतायो भनेर भन्नु होला। जब तपाईँलाई विवेकले सताउँछ नि, होली स्पिरिट चाहिँ एकदम एक्टिभ हुनुहुन्छ भन्ने कुरो बुझ्नु होला। होली स्पिरिट चाहिँ एक्टिभ हुनुहुन्छ भन्ने कुरो तपाईँले बुझ्नुपर्छ तपाईँको लाइफमा। मैले एकजना एउटा भाइलाई भेटेँ, अनि एक दिन मलाई मजा लाग्यो। अनि यो हामी रातभरि सुत्न सकेनौँ। के भयो भन्दाखेरि, होइन हामी एउटा राति बसेर चाहिँ हाम्रो साथीहरूको बारेमा अलिकति हामीले चर्चा गरेको थियो, त्यो कुरो भन्नै पर्थ्यो। तर हामीले यो बारेमा बातचित गर्दै गर्दाखेरि रातिको समय यति ज्यादा विवेकले हामीलाई सतायो, यति ज्यादा सतायो, हामी सुत्नै सकेनौँ। अनि प्रभुलाई हामीले माफ माग्यौँ। अनि बिहानै उठेर दुईजना व्यक्तिहरू चाहिँ एकले अर्कालाई पक्रेर चाहिँ उनीहरूले हामीले सही कुरो गरेनौँ, किनकि विवेकले हामीलाई सतायो। अनि त्यसपछि उनीहरूले एकले अर्कालाई सरी भनिकन चाहिँ भने। अनि त्यसपछि त्यो टपिकलाई उनीहरूको लाइफमा उनीहरूले सधैँभरिको लागि त्यो च्याप्टरलाई अथवा त्यो टपिकलाई उनीहरूले बन्द गरिदिए। अनि बाइबल यसरी भन्छ, दाउदलाई पनि विवेकले सताएको छ। त्यसपछि भर्स 6 मा पढ्नु दाउद यसरी भनेको छ, दाउदले आफ्ना
मानिसहरूलाई भने मैले आफ्ना मालिक परमेश्वरको अभिषिक्त जनको केही हानि गर्ने कुरो मबाट परै होस्, किनकि उहाँ परमप्रभुको अभिषिक्त जन हुनुहुन्छ। बाइबलमा हेर्छौँ भने सावल सही व्यक्ति छैन, तर सावलको जीवनमा भएको अनोइन्टिङ चाहिँ प्रेसियस छ, बहुमूल्य छ। अनि त्यो कारणले गर्दा दाउदले चाहिँ सावलको अभिषेकमा लोभ गरेको चाहिँ हो, अथवा त्यो अनोइन्टिङको उसले कदर गरेको, त्यो अभिषेकको चाहिँ कदर गरेको चाहिँ हो। अनि बाइबल यसरी भन्छ, दाउदले जीवनमा उसले मौका पाउँदा पनि, शत्रुलाई आफ्नै हातमा पाउँदा पनि उसले त्यो प्रतिशोध लिएन, किनकि उसले त्यो अनोइन्टिङलाई, त्यो अभिषेकलाई उसले देखेको छ। अब पछिबाट गएर हामी नपढेनौँ, 2 सामुएलको च्याप्टर 1 मा तपाईँले पढ्नुभयो भने त्यहाँ एउटा घटना पाउनुहुन्छ। त्यहाँनिर चाहिँ सावलको मृत्यु भएको छ। अनि सावलको मृत्युको समाचार ल्याउने एउटा जवान मान्छेलाई चाहिँ सावलले सोधेको छ। जोनाथन चाहिँ उसको अति नै प्रिय साथी हुन्छ। अनि सावल मरे भनेर प्रश्न गरेको छ। त्यसपछि उसले भन्छ त्यो कथामा ऊ चाहिँ शत्रुबाट घाइते भएको कारणले गर्दा अन्तिम स्थितिमा थियो अनि मर्नै लागेको थियो। अनि त्यो स्थितिमा चाहिँ उसले चाहिँ मलाई भन्यो, आफ्नो तरवारले चाहिँ मलाई चाहिँ हत्या गर्नु भनेर उसले भन्यो। त्यो कारणले गर्दा मैले उसको आदेश अनुसार मैले उसको भाला चाहिँ थुतेँ र उसलाई चाहिँ मैले यसरी चाहिँ मैले हत्या गरेँ। त्यसपछि ऊ मर्यो र उसकोमा भएको त्यो प्रेसियस कुराहरू चाहिँ मैले सम्हालेर मैले तपाईँको अगाडि लिएको छु। अनि दाउदले यसरी भन्छ वर्ष 14 मा, त्यो व्यक्तिलाई त्यसले जवाब दियो, म एक विदेशीको छोरो, एक अमालेकाई छु। अनि वर्ष 14 मा हामी पढ्छौँ, दाउदले भने परमेश्वरको अभिषिक्त जनलाई मार्न भनी हात उठाउने के तँलाई डर लागेन? अनि त्यसपछि त्यो मान्छेको पनि त्यसरी नै मृत्यु भएको छ। अनि बाइबलले के भन्छ भन्दाखेरि अभिषेकले चाहिँ हामी हरेकलाई प्रोटेक्ट गर्ने काम गर्छ। मसँग आमेन भनेर भन्नु होला। ल अहिले हामीसँग समय छैन त्यो सबै भर्सहरू हामी लिइराख्ने छैन। अभिषेकले चाहिँ हामीलाई सुरक्षा दिन्छ, प्रोटेक्ट गर्ने काम चाहिँ गर्छ। अब अर्को पोइन्टमा जाउँ। अनोइन्टिङले चाहिँ पवित्र आत्माको अभिषेकले चाहिँ हाम्रो जीवनमा त्यो सुपर नेचुरल साइन्स एन्ड वन्डर्स अथवा अलौकिक चिन्ह अनि चमत्कारहरू चाहिँ हाम्रो जीवनमा गराउँछ। जब तपाईँ अभिषेकमा जिउन थाल्नुहुन्छ भने त्यो अलौकिक चिन्ह र आश्चर्य कर्महरू तपाईँले आफ्नो जीवनमा तपाईँले देख्न थाल्नुहुन्छ। एकजना परमेश्वरको दासले यसरी भन्नुभएको छ, आई एक्सपेक्ट भनेर भन्नुभएको छ, म एभ्री डे परमेश्वरको मिराकललाई मेरो जीवनमा एक्सपेक्ट गर्छु। अनि एलाइजाको लाइफलाई हेर्नुहोस्, एलाइसाको लाइफलाई हेर्नुहोस्, येशूको लाइफलाई हेर्नुहोस्, मोजेसको लाइफलाई हेर्नुहोस्, जशुवाको लाइफलाई हेर्नुहोस्, गिडियोनको लाइफलाई हेर्नुहोस्, अनि प्रेरितहरूको लाइफलाई हेर्नुहोस्। तिनीहरूको जीवन चाहिँ आश्चर्य कर्म र चिन्हले भरेको जीवन छ। मसँग आमेन भनेर भन्नुहोला, किनकि तिनीहरूमा पवित्र आत्माको अनोइन्टिङ थियो। जब तपाईँ त्यो अनोइन्टिङमा हिँड्नुहुन्छ भने तपाईँको जीवनमा चिन्ह चमत्कारको काम हुन्छै हुन्छ। मसँग आमेन भनेर भन्नुहोला। ल अब अर्को कुरा चाहिँ जब तपाईँ त्यो अनोइन्टिङमा जिउनुहुन्छ नि, त्यो क्राइस्ट लाइकनेस भनेर भन्न सक्छौँ, तपाईँको त्यो हृदय चाहिँ तपाईँभित्र उत्पन्न हुन्छ। त्यसले चाहिँ त्यो ज्योतिलाई ल्याउने काम गर्छ। तपाईँलाई जहिले पनि त्यो भित्रबाट तपाईँलाई सम्झना दिलाउँछ अभिषेकले, त्यो चाहिँ ख्रिस्टको चरित्रमा, ख्रिस्टको क्यारेक्टरमा चाहिँ त्यो चाहिँ बनिएको होस्, त्यो चाहिँ येशू जस्तै छस् भन्ने कुरा चाहिँ तपाईँलाई स्मरण दिलाउँछ। बाइबलले भन्छ चेलालाई चिन्नु गाह्रो पर्यो, चेला र येशूलाई चिन्नु गाह्रो पर्यो शत्रुहरूले। त्यो कारणले त जुडासले यसरी भनेको छ, जसलाई म मोही खान्छु अनि त्यही व्यक्ति चाहिँ येशू हो भनेर भनेको छ। किनकि येशूसँग हिँड्दा हिँड्दा चेलाहरू पनि येशू जस्तै भइसकेको थिए। अनि बाइबलले मजाको कुरो के भन्छ, येशू चाहिँ त्यो अनोइन्टेड हुनुहुन्छ, उहाँ चाहिँ अनोइन्टेड वान हुनुहुन्छ, उहाँ चाहिँ अभिषिक्त हुनुहुन्छ। क्राइस्ट भनेको चाहिँ अनोइन्टेड वान भनेर भनेको। अनि त्यो कारणले गर्दा जब उहाँको अनोइन्टिङ हाम्रो जीवनमा आउँछ भने हामी उहाँ जस्तै हुन्छौँ। जोडसँग ताली बजाएर परमेश्वरलाई महिमा दियौँ। तपाईँले चालै पाउनुहुन्न, तपाईँ उहाँ जस्तै बन्नुहुन्छ। अब मसँग समय छैन, चर्चमा थुप्रै टेस्टिमोनीहरू छ। एउटा छोरी मेरो घरमा आउनुभयो अनि उहाँको लागि प्रार्थना गर्नको लागि प्रभुले मलाई भन्नुभयो। अनि हामीले प्रार्थना गर्न सुरु गऱ्यौँ। प्रार्थना गर्न सुरु गर्दै गर्दाखेरि यो छोरी यति ज्यादा भरे। फर्स्टमा उसले एउटा भाषामा प्रार्थना गरे। त्यसपछि उहाँको दिदीलाई सोधेँ, यो भाषा सधैँ उहाँले प्रार्थना गरे भाषा हो भनेर सोधेँ मैले। अनि उहाँको दिदीले भन्नुभयो हो, सधैँ भाषा यही भाषा उहाँले प्रार्थना गर्छ। त्यसपछि उहाँले
केही भाषामा प्रार्थना गर्न सुरु गर्नुभयो। त्यसपछि उहाँको दिदीलाई मैले सोधेँ, यो भाषामा तपाईँको बहिनीले प्रार्थना गर्नुहुन्छ, यो भाषा मलाई नयाँ लाग्यो भनेर उहाँले भन्नुभयो। त्यसपछि अर्कै अङ्ग्रेजी जस्तो भाषामा प्रार्थना गर्न सुरु गर्नुभयो। अनि फेरि मैले सोधेँ, यो भाषामा तपाईँले प्रार्थना गरेको सुन्नु भएको थियो? उहाँले सुनेको थिइनँ भनेर उहाँले भन्नुभयो। अनि एकैपल्टमा उहाँले 3वटा भाषामा प्रार्थना गर्न सुरु गर्नुभयो। तर अन्तिम भाषामा प्रार्थना गर्दै गर्दा उहाँले आफ्नै लागि प्रोफेसी गर्न सुरु गर्नुभयो। त्यसपछि मैले आफूलाई रोकेँ, अनि उहाँलाई मैले रोकेँ। त्यसपछि मैले प्रोफेसी गर्न सुरु गरेँ। तपाईँले त्यो अन्तिम भाषामा प्रार्थना गर्दै गर्दा तपाईँले आफ्नै बारेमा तपाईँले प्रोफेसी गर्दै हुनुहुन्थ्यो। किनकि तपाईँले प्रार्थना गर्दै गर्दा मैले ठुलो एउटा पाइप देखेँ, अनि त्यो पाइपबाट दुध जस्तो कुराहरू बग्दै थियो। अनि त्यो चाहिँ तपाईँको हृदय भनेर परमेश्वरले मलाई भन्नुभयो। अनि तपाईँको हृदयलाई परमेश्वरले सफा गरिदिनु भएको छ। परमेश्वरले तपाईँलाई नयाँ व्यक्ति बनाउनु भएको छ, अनि नयाँ सुरुवात दिनुभएको छ भनेर उहाँलाई मैले भन्दै थिएँ। अनि त्यति नै बेला यो आमाले अथवा यो छोरीले यसरी भने, पास्टर बुवा, मैले मेरो श्रीमान बदलोस् भनेर बहुत लामो प्रार्थना गरेको। मेरो श्रीमान बदलोस् भनेर पुरा मैले प्रार्थना गर्थेँ, किनकि म स्ट्रिक्ट छु। उहाँले आफै भन्नुभयो, मलाई रिस उठ्दैन जस्तो तपाईँलाई लाग्छ होला, म रिसिन्छु। कोही बेला मलाई रिस उठ्छ, मैले भने जस्तो कुराहरू भएन भने, पर्फेक्ट कुराहरू भएन भने। अनि म श्रीमानसँग खुब रिसाउँथेँ। तर मेरो श्रीमान यति साह्रो बुझ कि श्रीमान, जब म रिसाउनु थाल्थेँ, मेरो श्रीमान आफै निस्केर जान्थ्यो। मैले धेरै समयसम्म प्रार्थना गरेँ, मेरो श्रीमान बदलोस् भनेर प्रार्थना गरेँ। तर अचम्मको कुरो के भएछ भने, श्रीमान त होइन, चालै नभए आफै त बदलिसकेछ। यो आमाले मलाई भन्छ, फेरि त्यो कुराहरू रिपिट हुँदाखेरि प्रभुले स्मरण दिलाउनु भयो अरे। प्रभुले भन्नुभएको छ, छोरी तँ कति रिसिन्थिस् पहिला, तँलाई थाहा छ? अहिले तँ रिसेको छैनस् त। तेरो श्रीमानले यसो गर्दा पनि रिसाएको छैनस्, नानीले यसो गर्दा पनि रिसाएको छैनस् तँ। तँलाई थाहा छ मैले तँलाई कहिले बदलाइसकेको छु। भएर त यो छोरी त चाल नपाई कहिले बदलिसकेको रहेछ। अनि परमेश्वरले यो काम मण्डलीमा गरिराख्नु भएको छ। जोडसँग ताली बजाएर परमेश्वरलाई महिमा गर्नु। परमेश्वरले हामी हरेकलाई बदलाइराख्नु भएको छ। हाम्रो व्यवहारहरू, हाम्रो चरित्रहरू, हाम्रो हरेक कुराहरूमा उहाँले सुधार दिइराख्नु भएको छ। अनि जब यो अनोइन्टिङमा हामी हिँड्न थाल्छौँ भने नि, येशूको हृदय हामीभित्र पलाउँछ, येशूको हृदय आउँछ। मानिसको हृदय देख्दै गर्दा तपाईँको हृदय बोल्न सुरु हुन्छ, तपाईँ रुन सुरु गर्नुहुन्छ। उनीहरूको अवस्थालाई, उनीहरूको जीवनको सङ्घर्षलाई, उनीहरूको जीवनको पीडालाई देख्दै गर्दा तपाईँ चुप लागेर बस्न सक्नुहुन्न, किनकि ख्रिस्टको हृदय चाहिँ तपाईँभित्र पलाएको छ। अनि त्यही कारणले गर्दा अनोइन्टिङले चाहिँ तपाईँभित्र चाहिँ त्यो लाइटलाई ल्याउँछ, त्यो ज्योतिलाई ल्याउँछ। अनि तपाईँ येशू जस्तै बन्नुहुन्छ, तपाईँ चालै पाउनुहुन्न। अर्को चाहिँ लेखिराख्नुहोस्, अनोइन्टिङले तपाईँको जीवनमा त्यो अन्डरस्ट्यान्डिङ अफ ट्रुथ, सत्य कुरालाई बुझ्ने क्षमता बढाइदिन्छ। सही कुरालाई, सत्य कुरालाई, किनकि सत्यको बुझाइलाई ल्याउँछ। हामी धेरैपल्ट सत्य कुरो नबुझ्दाखेरि धेरै कुराको अन्यथामा हुन्छौँ। तर जब तपाईँ अनोइन्टिङमा जिउन थाल्नुहुन्छ भने सत्यको बुझाइ, बाइबलले भन्छ, बुक अफ आइजेएमएस लेखेको छ, मान्छेको माइन्डमा एरर आएको छ भने, यदि बिब्लिकल कुराहरू बुझ्न सक्दैन भने, अनि परमेश्वर यसरी भन्छ, यो अन्तिम दिनहरूमा चाहिँ म त्यो सबै कुराहरू बुझ्ने क्षमता र शक्ति तिनीहरूमा म ल्याउनेछु। परमेश्वरको वचनलाई तिनीहरूले क्लियरली बुझ्न सक्नेछ। तपाईँको साथीलाई सत्यको बुझाइ भनेर भन्नु होला। ल, अब अर्को कुरा चाहिँ अनोइन्टिङले चाहिँ तपाईँको जीवनमा नि डिभाइन कन्फिडेन्सलाई ल्याउँछ, राइज गराउँछ। तपाईँको जीवनमा, तपाईँको लाइफमा त्यो डिभाइन कन्फिडेन्स आउँछ। प्रभुले गर्नुहुन्छ, प्रभुले जुटाउनुहुन्छ, सही हुन्छ, मेरो परिवारमा सही हुन्छ, मेरो स्वास्थ्य सही हुन्छ, सेवाकाई सही हुन्छ। जब तपाईँ अनोइन्टिङमा जिउने मान्छेको दृष्टिकोण फरक हुन्छ। समस्यालाई उसले देखेर डराउँदैन, तर समस्याभन्दा टाढोको कुरालाई देख्छ। जो टाढोको कुरा चाहिँ परमेश्वरले हाम्रो लागि राखिदिनु भएको छ। समस्या टेम्परेरी मात्र छ, तर परमेश्वरको कुराहरू चाहिँ पर्मनेन्ट छ, किनकि उहाँ चाहिँ अनचेन्जिङ गॉड हुनुहुन्छ। तपाईँले बिमार देख्नुहुन्छ शरीरमा, तर परमेश्वर तपाईँको जीवनमा दीर्घायुलाई देख्नुहुन्छ। बुक अफ साम 91:16 ले भन्छ, तिमीलाई म लामो आयु दिएर तिमीलाई म सन्तुष्ट दिलाउनेछु। अहिले पास्टर नि आमा, मेरो आमा तपाईँलाई थाहा छ हस्पिटलमा हुनुहुन्छ, अनि उहाँसँग बाँचिँदा म एउटै कुरो भन्छु, यो बिमारीलाई तपाईँले अब पार गर्नुभएको छ। अब तपाईँको लागि परमेश्वरले बेस्ट कुरा राखिदिनु भएको छ।
तपाईँ फर्किँदै गर्दाखेरि तपाईँको बिमारलाई तपाईँले सम्झिनु हुने छैन, तपाईँको जीवनको दुखाइ र पीडालाई तपाईँले सम्झिनु हुने छैन, किनकि तपाईँ व्यस्त बन्नुहुनेछ। परमेश्वरले नयाँ व्यक्ति बनाइकन, नयाँ अभिषेक दिकिन, नयाँ क्षेत्रमा शक्तिशाली रूपमा तपाईँलाई प्रयोग गर्नुहुनेछ। तपाईँलाई विगतलाई सम्झिराख्ने तपाईँसँग समय नै हुने छैन। हामी जहाँ जान्छौँ फ्रुटफुल हुन्छौँ, फलदायक हुन्छ। डिभाइन कन्फिडेन्स तपाईँभित्र आउँछ। हुन्छ, प्रभुले गर्नुहुन्छ, जुटाउनुहुन्छ, मिल्छ। अब अर्को कुरा चाहिँ चर्चमा पनि लिडरसिपलाई इन्हान्स गर्ने काम, बढाउने काम चाहिँ अनोइन्टिङले गर्छ। जब चर्च चाहिँ नि त्यो अनोइन्टिङको लेभलमा बढ्न सुरु गर्छ नि, सबैमा त्यो लिडरसिपको गुण अनि चरित्र आउन सुरु गर्छ। प्रत्येकले त्यो भारलाई बोक्न सुरु गर्छ। को चर्चमा आएन, तपाईँले फोन गर्न सुरु गर्नुहुन्छ। को चर्चमा आएको छैन, उसको घरमा हाउस भिजिट गर्न सुरु गर्नुहुन्छ। उसको पीडा तपाईँको पीडा हुन्छ। ऊ रुँदा तपाईँ रुन सुरु गर्नुहुन्छ। ऊ हाँस्दा तपाईँ हाँस्न सुरु गर्नुहुन्छ। अनि उनीको जीवनको दुःखमा तपाईँ सहभागी बन्न सुरु गर्नुहुन्छ। त्यो कारणले गर्दा चर्चमा एउटा नयाँ एटमोस्फियर आउँछ, नयाँ वातावरणलाई त्यो अभिषेकले ल्याउने काम गर्छ। यसले चर्चको नेतृत्वलाई अथवा लिडरसिपलाई बढाउने काम गर्छ। अब एउटा वर्स लिउँ। म तपाईँलाई 50वटा पोइन्ट दिनेवाला छु, तर म 50 भ्याउँदिनँ। मसँग भएको 7 मिनटलाई मात्र म प्रयोग गर्नेछु। तपाईँले बाइबलमा तपाईँले पढ्नुभयो भने बुक अफ नम्बर्समा आउनुहोस्, गन्तीको किताबमा, अनि त्यो च्याप्टर 11मा 11मा तपाईँ आउनुभयो भने त्यहाँ तपाईँले मोजेसलाई प्रभुले भन्नुभएको कुरा तपाईँले पाउनुहुन्छ। म 17 मात्र पढ्दैछु। एउटा कुरो याद गर्नु होला, चर्च प्रभुको उपस्थिति चाहिँ जहीँ त्यही छ। तपाईँको साथीलाई जहीँ त्यही छ भनेर भन्नु होला, तर प्रभु फेरि जहीँ त्यही चाहिँ हामीलाई भेट्नुहुन्न नि। प्रभुको पनि भेट्ने ठाउँ छ। मसँग आमेन भनेर भन्नु होला। मोजेसको समयमा प्रभुले भन्नुभयो त्यो पालमा आइज भनेर भन्नुभयो, त्यो ट्याबरनेकलमा बोलाउनु भयो, त्यहाँ आइज भनेर भन्नुभयो। अनि प्रभु आफैको पनि पितासँग भेट्ने एकलास भन्ने ठाउँ थियो। अनि बाइबलमा तपाईँ यस्तो धेरै ठाउँहरू पाउनुहुन्छ जहाँ अप्पर रुमको बारेमा बाइबलमा धेरै ठाउँमा लेखिएको छ। अप्पर रुममा कसरी उनीहरूले प्रार्थना गर्थे। अनि त्यो कारणले गर्दा परमेश्वरको उपस्थिति जहीँ त्यही भए तापनि भेट्ने ठाउँ चाहिँ पर्टिकुलर ठाउँ परमेश्वरले दिनुहुन्छ। अनि यहाँनिर 70 जना एल्डर्सहरूलाई, प्राचीनहरूलाई नियुक्ति गर्दै गर्दाखेरि प्रभुले भन्नुभयो, अब तैँले 70 जना प्राचीनहरूलाई, एल्डरहरूलाई तैँले नियुक्ति गर्नु भनेर प्रभुले भन्नुभयो। अनि उहाँले भन्दै गर्नु हुँदाखेरि चाहिँ म त्यो काम चाहिँ म गर्छु। म तल आएर भर्स 17मा त्यहाँ तँसँग कुरा गर्नेछु। तँमा भएका आत्मा, तपाईँको साथीलाई हामी भएका आत्मा भनेर भन्नु होला। यहाँ परमेश्वरको आत्मा भनेको छैन है, तँमा भएको आत्मा। बडो रमाइलो कुरा चाहिँ मोजेसकोमा भएको आत्मा चाहिँ तिनीहरूमाथि राखिदिनेछु र तिनीहरूले त सँगसँगै ती मानिसले तेरो भारलाई बोक्नेछ। यो चाहिँ मेरो प्रार्थना धेरै समयदेखि। अनि त्यो कारणले एन्टियोकमा नि परमेश्वरले हरेकलाई त्यो लिडरसिपको गुण दिइराख्नु भएको छ। परमेश्वरले हरेकलाई त्यो हृदय दिइराख्नु भएको छ। यहाँ कुनै व्यक्ति मात्र विशेष छैन। हामी प्रत्येकलाई परमेश्वरले उहाँको किङडममा सहभागी हुनको लागि बोलाउनु भएको छ। यहाँ चर्चमा म हरेकलाई देख्न सक्छु। हरेकलाई परमेश्वरले त्यो हृदय दिनुभएको छ। किन भन्दाखेरि त्यो अनोइन्टिङको कारणले गर्दा। मसँग आमेन भनेर भन्नु होला। अङ्ग्रेजी बाइबलमा चाहिँ सम अफ योर स्पिरिट भनेर भनेको छ। तिमीमा भएको केही आत्मा चाहिँ म निकाल्नेछु अनि तिमीहरू 70 जनामाथि चाहिँ म के गरिदिन्छु, हालिदिनेछु। मसँग आमेन भनेर भन्नु होला। बडो रमाइलो कुरा चाहिँ। अनि 70 जनाले चाहिँ त जस्तै अनि भार उठाउनेछ, मण्डलीको भार उठाउनेछ। अनि मण्डली चाहिँ एक भएर बढ्नु हो भने चाहिँ त्यो अभिषेकको जरुरत छ। त्यो अभिषेकमा जब हामी एक हुन्छौँ भने नि हाम्रो सोचाइ, हाम्रो विचार, हाम्रो सबै कुराहरू एक भएर जान्छ। यसले चाहिँ चर्चको नेतृत्वलाई बढाउने काम गर्छ। मसँग आमेन भनेर भन्नु होला। र मोजेसकोमा भएको त्यो अनोइन्टिङ चाहिँ 70 जनामा सारिदिएको छ।